नयाँ वर्ष 2083 सालको उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण आफन्तजनहरू, आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू र सम्पूर्ण साथीहरूमा सुख शान्ति समृद्धि सधैँ सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। सबैको जय होस्। हाम्रो ढुसी पल्टनका सम्पूर्ण बुटोल परिवार नयाँ वर्षको वनभोज कार्यक्रमको लागि नयाँ वर्षको शुभकामना दिँदै कुन्दला पार्कमा प्रवेश गर्दै हुनुहुन्छ। सैनिक 2-5 गोर्खा राइफल फौजका फौजको ढुसी परिवारको बुटोल परिवारमा सम्पूर्ण 2082 साललाई पर फालेर अब 2083 सालको सुरुवातमा चाहिँ के अरे शुभकामना सबै हाम्रो के अरे ढुसी परिवारलाई नयाँ वर्षको शुभकामना सबैलाई। हेलो हेलो ह्यापी न्यू इयर, ह्यापी न्यू इयर है सबैलाई। धन्यवाद। अब तपाईहरुको बुढाबुढी लास्टमा ह्यापी न्यू ह्यापी न्यू इयर 2083 ढुसी पल्टन कुञ्जलापुरमा ह्यापी न्यू इयर। ला 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 सबैले यसो गर्नुस्। बस नयाँ सालको पिकनिक यहाँ यता चल्दैछ। त्यसले गर्दा हाम्रो ग्राफर क्याम साहब फोटो लिँदै हुनुहुन्छ। ह्यापी न्यू इयर 2003 ह्यापी न्यू इयर। सबैलाई ह्यापी न्यू इयर है। रेडी सदाबहार हामी सदाबार कालो टेन्सन छैन जो जो सेतो छ उसैलाई टेन्सन छ है। एकपट्टि कालो लिएर जाने हो एकपट्टि सेतो सुनेको लालीले यस्तै लखालिङ्ग गर्ने हो कि यस्तो लखालिङ्ग भिडियो उतै होला ट्रेनमा बोल्न बहिनी। नमस्ते नमस्ते। नगर्ने बुढालाई त अरूसित मात्र जानुहुन्थ्यो होला थापालाई बोलाइदिनु भाइ अघि हामीले कोर्ट जोड्नु न गाला हेर्न नजाको नौली दुलै चाहिँ रेडी उठ्दै बस्यो अनि यो त खाएन अलि अब उसको वाला पुरुष ओ ल पल्ला झन् राम्रो यहाँ पछाडि नलुक्ने यसो त हुन्ने के देखिन्छ दिदी मात्रै पछाडि अग्लो मान्छे त पछाडि थियो नि अब त्यो दिदीलाई झन् मसल नि हो त्यस्तो ठुलो भएको त नि कति कति राम्रो फोटो आछ यसरी हो ल रेडी ग्रुपमा हाल्दैन है हाल्दैन म त निधारमा घामले
डेलिभरी गर्दैन है फोटो अझै छ क्या सेलिब्रेटीलाई फोटो खिच्ने क्यामेराम्यानहरु ठाडा त आउँदैन कालो भयो है छिटोकै घामले पोल्यो भर्नु यहाँ भिडियो बनाउँदैछु के ए भगवान एकदम बल्ल एकदम पर्फेक्ट आउने रेडी भन्नुस् है त्यो बेलामा मुस्कले राम्रो भएकोले दाम देखाए भयो 25 वाला मैले खिचे गर्नु हजुरले म खिचिदिन्छु भिडियो उता हुन्छ जाउनुस् है मुस्कुराउनुस् है मजाले स्यादा खाबो ठुला खबरको पुरो भन्नु नि तिनी मान्छे छैन पालो गर्नु न भयो चाहिँ हुँडा दुख्छ भाइ पालो पालो गर्नु छ है जान त तपाईँ जानुस् देखिछ पुरुष पार्टी आउनु शीतलमा के छ त अरु तयार उता तयार गरेपछि एकचोटि एउटा पछि उता तयारी गरेपछि एकचोटि आफूले कसरी निकाल्छ मलाई के थाहा ल ल डस्टबिन पनि निकाल्दैछ है होइन के त्यस्तो डस्टबिन त होइन ल हेर त भर्खर रक्सी खाएको नि त ल हेर न यो बाना के पारेको भने अलि बियर खाने अहिले फेरि अहिले थपक्क बस्ने अलि खाएर मात्तिने निनुले खाएर मात्तिने अहिले चाहिँ यसो उत्तानो पर्ने खुट्टा यसो गरेर फोटो खिच्ने निनु त पहिल्यैदेखि यस्तै खाए पनि हो त नि कति राम्रो फोटो निकाल्छ रमाइलो गर्न आज सबै बिर्सेर हाँस्ने अब के पार्टी प्लेसमा कहाँ रमाइलो गर्न पाइन्छ आफ्नो जमानाको स्टाइलले फोटो खिच्नु नि यसो गर्ने यसो गर्ने यसो गरेर खिच्दैन आज पहिला पहिला रेडी खै हाँसेको खै हाँसेको रेडी नन्दु ये की तुम्हारा है ऊपर है ना हे दिदी म त छोडेको छोडेको नानी नगराले हेलो सेकेन्ड टाइमको पिकनिक न्यू इयरको पिकनिक हुँदैछ आज 2 गते बोल्नु क्या म त भाइरल भइन्छ सुविधा भण्डारीलाई काङ्ग्रेस सरकारले भनेपछि त्यसले रवि लामिछाने सुविधा भयो
तपाईँ बङ्गुरको कुखुरा होइन जे पनि होइन कुखुराले कुखुरा बङ्गुराले मलाई पनि दिए हुन्छ मलाई पनि दिए हुन्छ है साहब जहाँ चाहिँ मिठो छ फेरि अझै मिठो गरेर खाइदिनु होला है हो कि होइन ह्याप्पी न्यु इयर बेसी पल्टनको ह्याप्पी न्यु इयरको पार्टी ल है मिठो गरेर खाइदिनु है आयो Happy New Year party, Happy New Year. मिठो गरेर खाइदिनु है बाबु मिठो गरेर खाइदिनु है गरे बाबुले यात्री पनि पार्दै जाँदै हाम्रो मेन सेफ हुनुहुन्छ यहाँ हाम्रो भान्जा साथ पुरा भोटे पकाउँदै भोटे होला एकदम राम्रो हेर्दैमा चाहिँ खाम लाग्दो रसिल छ Lagi minta kan? Let's have one more time. Happy New Year. Happy New Year. Happy New Year. Busy but don't go. Happy New Year. Hey, Happy New Year ayo, Happy New Year lah. Good afternoon, everybody. Happy New Year.
ल दिदी फेरि ह्याप्पी न्यु इयर एकचोटि है बहिनी ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर मम्मी ह्याप्पी न्यु इयर त्यहीबाट आज फेरि कुखुरा हो क्या कुखुरा मैले खाइरहेको थिएँ
Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
Baby,
भयो कि मैयाको रूप दाग्दिन कि मेरी जुलाई राख्छु दिलमा छुपाई
धन्यवाद। उफ्रेर बङ्गुर पचाउनु पर्यो हो त नि चप्पल खर्च दिदी पत्राउनु भएको म त सुत्छु के एक निद्रा अहिले निद्रा पुऱ्याउनु किन होला भाइ म त लडे मंगला बुढ़वा कांची बजार बिच्नु भएको होइन मै मात्रै भन्ने त छैन नि यहाँ भइसक्यो
लगाइदिनु यस्तै होइन हजुरको हातमा आएको थियो सरी हजुर बाहिरबाट हुटिङ गरिदिनु सबै उठ्नु ओके हो साबास यस्तैजना सबै हुटिङ गरिदिनु दोबारा सुरु फास्ट फास्ट छिटो 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 ल हाम्रो 3टा गाडीको मालिक नि दिदी बहिनी गुड शाबास बहुत राम्रो अगाडि सुरु अलि बोल्नु हुँदैन गयो भन्दा हाम्रो मिना दिदीको हातमा कोही बात नहीं को हुनुहुन्छ यहाँ ए बसन्ती दिदी कोही बात नहीं मुर्गीका साथ नहीं अलि छिटो छिटो गर्नु होला छिटो शाबास फेरि पनि हाम्रो महिला समिति सरका संयोजक तारा दिदीको हातमा स्टप हुन पुग्यो कोही बात नहीं फेरि अगाडि गेम सुचारू भइसकेको छ अगाडि बढ्नु दिदी फेरि हजुर बढ्नुहुनेछ कोही शाबास कोही बात नहीं अहिले फेरि बियर खाएर उफ्रिनुलाई बचाउनुहोस् साइडमा बसेर अब नेक्स्ट गेम सुरु भइसक्यो माछा फेरि अहिले फेला पर्नु भयो हाम्रो मिना दिदी गुर्सियामा फेरि म्युजिकबाट अगाडि बढाइदिनु होला शाबास धेरै नै रोचक गेम भइरहेको छ अब भने नजिक अब कसको हातमा खुट्टा स्टप हुने हो शाबास अलिक छिटो छिटो निवर्तमान कोषाध्यक्ष दिदी ल कोही बात नहीं मुर्गीका दाँत नहीं अहिले फेरि बियर अनि छ हामीसँग टन्नै पचाउनै छ रातै छ 5 बजेसम्म ल फेरि अर्को गेम सुरु सबैजनाले भोटिङ ताली शाबास ल च्याम्पियनशिप हो कि हैन गुड शाबास निवर्तमान अध्यक्ष उहाँ पनि हाम्रो गुरुङ दिदी फेरि शान्ति दिदी अब हुनुभएको छ फेरि अगाडि
नेमारको शाबाश ल है ओ है हाम्रो सहको साध्यक्ष पहिले आउट हुनुभयो अब यसरी फेरि मान्छे निकै पुगिसकेको छ हाम्रो गेम निकै नै रोचक ल है साहबको दिदी ठिकै छ अहिले भने अब बिल्कुल मध्यमा पुगिसकेको छ अब आउट हुनु भइसकेको छ सबैजनाले ताली बजाउनु पुग्यो अझै रोचकले फाइनल आइसक्यो हो सबै ताली छिटो गर्नु होला तालीले सबैजनाले जोरदार ताली बजाइदिनु होला कसको हातमा पुगेको थियो दुईटाको बिचमा भयो दिदी ओके सुरु भइसकेको छ अलि छिटो छिटो गर्दै बेला हो छिटो उम्केपछि आनन्दै हुन्छ खुसी पाइन्छ अलि छिटो छिटो को पर्नु भयो ओके हाम्रो 25 ने सारिनी दिदी कोई बात नहीं हमारे संगठन सचिव हेर्न त वर्ष पछाडि फर्केर आएको नि कोही बात नहीं फेरि पनि अगाडि बढिसकेको छ स्टप एकछिन यो अलि राम्रोसँग नसकेको हुन्छ नानीलाई फाइनली अलिक मजाले बाँडेर चाहिँ गर्नु पर्यो बल हाम्रो यो धेरै बेर भयो यो गीत सुनेको बोर भयो होला अर्को नेक्स्ट म्युजिक चेन्ज हुन्छ अन्यथा नसोच्नु सेम हो रुल छिटो गर्नु अगाडि बढाउनु शाबाश
र हाम्रो वाइबी साहबको सुन्दर वाइस टुन साहबको बिहामा आउनु भएको छ। अब धेरै जना हुनुहुन्छ अब छिटो छिटो अनि यहाँ उपस्थित बाँकी अध्यक्ष म्याडम भीमकुमारी थापा म्याडम र सम्पूर्ण हाम्रो यस सङ्गठनका सहपाठी पदाधिकारी साहबहरू र कार्य समितिका सम्पूर्ण सदस्य साहबहरू र हाम्रो भिसी परिवारका यहाँ उपस्थित हुनुभएका यस उसमा सहभागी जनाउनुभएका सम्पूर्ण साथ दाजुभाइ दिदीबहिनीहरू, यस नव वर्ष 2083 सालको शुभ उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना हामी सम्पूर्णको लागि असाध्य लाभदायक सुख शान्ति, घर गृहस्थी जीवनमा सुख शान्ति, हाम्रो एक आपसमा मित्रभाव, एउटा नजदिकीको साइनो अझै प्रगाढ हुने कामना, दीर्घायु चिरायु र उत्तरोत्तर प्रगति सबैको जीवनमा आओस् भन्दै म सबभन्दा पहिला शुभकामना टक्राउन चाहन्छु कार्यक्रम सञ्चालकज्यूलाई। आज हाम्रो पूर्व सैनिक टुफाड जिआरएफएफ बुटवल परिवारद्वारा आयोजित यो नयाँ वर्ष 2083 सालको शुभकामना आदान प्रदान तथा यो भेटघाट कार्यक्रममा उपस्थित हाम्रो यसै सङ्घका अध्यक्ष महोदयज्यू र हाम्रो विशिष्ट दिदीहरू, हाम्रो श्री शान्ति श्रेष्ठज्यू, हाम्रो श्री धनदेवी गुरुङज्यू, त्यस्तै प्रकारले हाम्रो यस सङ्घका पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू, महिला उपसमितिका संयोजक लगायत सदस्यज्यूहरू तथा आजको यस कार्यक्रमलाई सफल बनाउनको लागि उपस्थित हुनुभएका सम्पूर्ण हाम्रो भिसी परिवारका दाजुभाइ दिदी बहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट र मेरो परिवारको तर्फदेखि यो 2083 सालको पावन अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तर प्रगतिको शुभकामना टक्राउन चाहन्छु र यो वर्षमा हजुरहरूको हामी सबैको सबै कार्यक्षेत्रमा हामीहरूले सोचेको कार्यहरू सफल होस् र हामीले सोचेको, आँटेको, चिताएको, नचिताएको पनि सबै कामहरू सफल होस् भन्ने शुभकामना दिँदै अब आजको विषय चाहिँ धेरै कुरा गर्ने विषय छैन, सिर्फ शुभकामना आदान प्रदान मात्रै भएको कारणले गर्दाखेरि मेरो भनाइलाई मात्रै अन्त गर्न चाहे। धन्यवाद। भिसी परिवार की जय हो। धन्यवाद छ हाम्रो यस पूर्व सैनिक दुईबाद गोर्खा राइफल फ्रन्टियर फोर्स बुटोल सेरोपरेका सचिव जुदा मेजर हर्नेल क्याप्टेन्स मिनबहादुर राणाज्यू, आज हाम्रो यस नयाँ वर्ष 2083 सालको शुभ अवसरमा हामी वनभोज कार्यक्रम, भेटघाट कार्यक्रममा उपस्थित हुनुभएका हाम्रो आदरणीय दिदी शान्ति श्रेष्ठ दिदी, धनदेवी दिदी,
संयोजक तारा बहिनी तथा बसन्ती दिदी बहिनी सबै बहिनी परिवार र मलाई एकदम मनमा छोएर बसिरहेको थियो। मलाई तारा बहिनीले भन्नुभयो 83 साल आयो केरम दाजु भन्नुभयो। मलाई एकदम भोक्न भयो सोरी है। मलाई मनमा थियो यो कहिल्यै नगरेको गरौँ कि नगरौँ भनौँ कि नभनौँ भनेको मेरो बहिनीले भनिदिनु भयो। बहुत मलाई मनमा लाग्यो। बहिनीलाई बहुत बहुत धन्यवाद छ। र आज उपस्थित हुनुभएको सबै सल्लाहकार साहबहरू अनि सोरी म भावुक भएँ। म खुसीले भावुक छु। म खुसीले भावुक छु है। म दुखीले होइन, म खुसीले भावुक छु। यो किनभने मैले यो पहिला कसैले नगरेको मैले गरौँ या नगरौँ भनेर मैले सोचेको थिएँ। तर बहिनीले भनिदिनु भयो। म एकदम यो मेरो 2-5 गोर्खा फ्रन्टका पोस्ट भिसी परिवारको यो मेरो खुसीको हो। मेरो हाम्रो पूर्वजहरू संस्थापकहरूले राखेको यो मलाई एकदम हुन्छ। सरी है, म भावुक छु है। मेरो हाम्रो वरिष्ठ उपाध्यक्षज्यू सल्लाहकारज्यूहरू सबैमा सम्पूर्णलाई मेरो नमन गर्न चाहन्छु। सर्वप्रथम त म यो आजको यो आयोजकको लागि जो आयोजन गर्नुभएको थियो यसमा हाम्रो वरिष्ठ उपाध्यक्षज्यू र सबै हाम्रो यो खाद्यान्न पदार्थ उगार्नुहुने हाम्रो निवर्तमानज्यू उहाँले नै मैले गर्छु नि भनेर साथ र सहयोग दिनुहुने उहाँलाई म बहुत बहुत धन्यवाद। पेय पदार्थ खाद्य पदार्थ लक्ष्मण श्रेष्ठज्यू र उसले सबले मलाई मद्दत गरिदिनु भयो। यसको लागि म बहुत बहुत आभार व्यक्त गर्न चाहन्छु। सबभन्दा पहिला म यो 2083 साल 9 वर्ष 2083 सालको शुभ अवसरमा हाम्रो यो जति पनि हामी उज्जला पार्कमा उपस्थित भएका सम्पूर्ण भिसी परिवारका प्रियजनप्रति म अरू मेरो परिवारको तर्फबाट यस वर्ष नयाँ 2083 सालको शुभ अवसरमा र हाम्रो यहाँ जो पनि सामेल हुनुभएको छैन भिसी परिवारका सम्पूर्ण परिवारप्रति स्वदेश तथा विदेशमा रहने सम्पूर्ण परिवारप्रति म हार्दिक 2083 सालको नव वर्षको शुभ अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु तथा उत्तर प्रगतिको कामना पनि गर्दै र म यो धन्यवाद फेरि पनि पहिला पनि भनेको थिएँ र तारा बहिनीलाई म सबभन्दा पहिला धन्यवाद व्यक्त गर्न चाहन्छु। र हाम्रो जो यो यहाँ व्यवस्थापन गर्नुहुने बिचरा हाम्रो वरिष्ठ उपाध्यक्षज्यू र सबै हाम्रो पेय पदार्थ खाद्य पदार्थहरू सबै हुने सबैलाई म बहुत बहुत धन्यवाद दिन चाहन्छु। र उसको बादमा जो यहाँ बहुतै बिचरा खटिएर काम गर्नुहुने जो हाम्रो कुकिङमा दिनुहुने 65 र हाम्रो त्यो बुकिङ स्टाफज्यूहरूलाई सबैलाई म धन्यवाद दिन चाहन्छु। र यहाँ हाम्रो जो आजको जो आयोजना जो गरेकोमा जो पहिला सुरुवात गरिदिनु भयो र हाम्रो सचिवज्यू र हाम्रो सङ्गठित सचिवज्यूले मनोरञ्जन कार्यक्रम गरिदिनु भयो र हाम्रो गेमको कार्यक्रम मनोरञ्जन कार्यक्रम चाहिँ हाम्रो सहसचिवज्यूले जो उद्घाटन गरिदिनु भयो। सबैले तपाईँहरूले जो भाग लिनुभयो मनोरञ्जन गरिदिनु भयो र यस्तो हेर्दाखेरि अलि अल्छिन आए जस्तो लाग्यो। र उहाँले पनि हाम्रो इन्द्र सरले पनि भन्नुभएको थियो केही मनोरञ्जन त गर्नुपर्छ है साहब भन्नुभएको थियो र मनोरञ्जनमा भाग लिनुभयो र उहाँहरूले जो पनि प्राइज जित्नु भएको छ उहाँहरू जो प्राइज जित्नु भएको नानी बाबुहरूलाई सबैलाई चाहिँ बहिनीहरूलाई पनि शुभकामना व्यक्त गर्न चाहन्छु। र यो रमाइलोको यो छेड कार्यक्रम हाम्रो सबभन्दा पहिला हामी जब सुरु भएको थियौँ त्यतिखेर हामी यसो गर्नुपर्छ होइन यो हामीले चाहिँ गर्दाखेरि सुटुक्क गर्दाखेरि चाहिँ कसैले चाहिँ यो सङ्गठित कार्यक्रम छ र हामी चाहिँ यसो सञ्जालमा छोडौँ भनेर छोडेर चाहिँ हामीले गरेको। सुरुमा गर्दाखेरि मात्रै हामी 25 जना थियौँ, त्यसको दुगुना भएर हामी आज 51, 52, 53 जना भयौँ। त्यसको लागि पनि म बहुत बहुत धन्यवाद दिन चाहन्छु कि अर्को साल
सायद हामी 2084 सालमा यसको पनि डबल भएर सायद अझै जान्छौँ कि भन्ने मैले आशा पनि व्यक्त गर्दैछु र यसको लागि सबैको साथ और सहयोगको पनि म कामना गर्दैछु। यो छ कि हाम्रो यो साल हाम्रो एकदम राम्रो यो भएको यो आएको साल हाम्रो पिछलो साल 2082 भन्दा 2083 साल दुगुना होइन चौगुना भएर चाहिँ हाम्रो उन्नति र प्रगति हुँदै जाओस् भन्ने चाहिँ हाम्रो यस भिसी परिवारको लागि पनि म उसमा अनुरोध म आशा व्यक्त गर्दछु। हाम्रो खुसीको कुरो हाम्रो नाइ सुधारबाट सुधार प्रमोसन भएर हाम्रो तेजबहादुर साहब पनि कहाँ हुनुहुन्छ प्लिज भइदिनुहोस्, उहाँलाई पनि शुभकामना। तेजबहादुर साहब चाहिँ उहाँ प्रमोसनमा सुधार भन्नुभएको छ र उहाँ बहिनी पनि प्लिज उठेर परिचय भइदिनुहोस् त। उहाँलाई चाहिँ हामीले पक्कै पनि हामीले ऱ्याजिङ दिएमा हामीले बहिनी प्लिज खडा भइदिनुहोस् त बहिनी। ल बहिनी साहबलाई सबले तालीले सम्मान गरिदिनु। साहब चाहिँ सुधार हुनुभएको छ, अहिले छुट्टीमा हुनुभएको छ र छुट्टीमा हुँदा पनि उहाँले यहाँ चाहिँ हाम्रो सम्मिलित भएर चाहिँ हाम्रो यस कार्यक्रमको शोभालाई दिनुभएको छ। हामीले ऱ्याजिङमा पक्कै पनि उहाँहरूलाई सम्मान गर्नेछौँ र उहाँले हामीलाई छुट्टीमा भएर पनि छुट्टीमा आउँदा पनि उहाँले साथ दिनुभएको छ। यसको लागि बहुत बहुत धन्यवाद छ। र यसमा अब यही छ कि हाम्रो यो आउने साल 2083 साल दोगुनी होइन चौगुनी चाहिँ 29 प्रगति हुँदै जाओस् र नम्बर 5 कारण साँचे अर्को 2084 सालमा हाम्रो बैठक बसेर प्लानिङको अनुसार अर्को उसमा कहीँ पनि गएर योभन्दा ठुलो चाहिँ भव्य भेलामा चाहिँ मनाउँला भन्दै मैले आजको लागि चाहिँ मैले यो हाम्रो मेरो ख्यालमा भोजन पनि तयार भएको छ। भोजन पश्चात फेरि चाहिँ रमाइलो गरेर बिदा भएर जानेको लागि बाचा राख्दै मैले यो माइक चाहिँ फेरि हाम्रो मनोरञ्जन हाम्रो संस्थाको सङ्गठित सचिवलाई हस्तान्तरण गर्दै म फेरि खाना पनि खाने मनोरञ्जन पनि गर्ने भन्दै म पनि बिदा हुन्छु। हस् धन्यवाद। नमिठो भयो भने मिठो गरेर खाइदिनु है। ल है मिठो परिकार बनेको छ। नमिठो भयो भने मिठो गरेर खाइदिनु होला। ल है मिठो गरेर खाइदिनु होला है। Signal this is up. र यसको साथमा हाम्रो यसै संस्थाका अध्यक्ष क्याप्टेन श्री एमबहादुर राणा साहबलाई पनि सहयोग गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। हट बोटल गेममा तीसरा स्थान प्राप्त गर्नुहुने श्री रनुमाया सारुज्यू ताली बजाएर
धन्यवाद छ रनुमाया सारुज्यूलाई उहाँले चाहिँ प्राइज स्वीकार गर्नुभएकोमा र महिला उपसमितिका संयोजक तारा राणाज्यूलाई प्राइज हस्तान्तरण गर्नुभएकोमा धन्यवाद दिन्छु र उहाँ चाहिँ आफ्नो आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्छु। सेकेन्ड प्राइज श्री जमुना थापा दिदी यहाँ आइदिनुमा हार्दिक अनुरोध गर्छु र उहाँलाई प्राइज हस्तान्तरण गरिदिनु हुन हाम्रो धनदेवी गुरुङ दिदीलाई म यहाँ स्टेजमा आमन्त्रण गर्दछु। ल उहाँ चाहिँ यो पनि सुनभन्दा कम छैन। हुन्छ ल धन्यवाद छ जमुना दिदीलाई उहाँले चाहिँ प्राइज स्वीकार गर्नुभएकोमा र हस्तान्तरण गर्नुभएकोमा धनदेवी गुरुङ दिदीलाई धेरै धेरै धन्यवाद। धनदेवी गुरुङ दिदी यथास्थानमा आसन ग्रहण गर्नु हार्दिक अनुरोध गर्छु। यसै प्रकारले हट वाटर बोटलको हाम्रो फर्स्ट प्राइज शर्मिला श्रेष्ठज्यूलाई यहाँ आमन्त्रण गर्न चाहन्छु र शर्मिला श्रेष्ठज्यूलाई प्राइज दिनको लागि हाम्रो दिदी शान्ति देवी श्रेष्ठज्यूलाई म यहाँ आमन्त्रण गर्न चाहन्छु। ल उहाँलाई चाहिँ फर्स्ट प्राइज रमको बोतल शर्मिला श्रेष्ठज्यूलाई फर्स्ट हुनुभएकोमा उहाँलाई धेरै धेरै शुभकामना हाम्रो यस पूर्व सैनिक 25 गोर्खा राइफल फ्रन्ट बुटोल सेरोफरको तर्फबाट साथै फर्स्ट रनर अप र सेकेन्ड रनर अप दिदी बहिनीहरूलाई पनि है र भन्दै अब अर्को चरणमा छ हाम्रो यो राम्रो नाच देखाउने नानीहरू उहाँ हजुरहरू चाहिँ यहाँबाट प्रस्थान गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। आरती श्रेष्ठ र सेन्जल राणा यहाँ ल यो नानीहरूले चाहिँ एकदम राम्रो डान्स प्रस्तुत गर्नुभएको रहेछ। उहाँहरूलाई आरती श्रेष्ठ ज्यूलाई प्राइज हस्तान्तरण गरिदिनुको लागि यो महिला उपसमितिका सल्लाहकार श्री बसन्ती श्रेष्ठज्यूलाई म यहाँ स्टेजमा आमन्त्रण गर्दछु र रणबहादुर यहाँ उहाँ प्राइज दिनुहुने हनेरना सुधार रणबहादुर राणा साहबलाई पनि यहाँ स्टेजमा आमन्त्रण गर्नु हार्दिक अनुरोध गर्छु। एउटा सानो वक्तव्य दिन सक्छु सक्दिनँ भन्नुहोस् है। सबै मेरो सेकेन्ड फाइभ जिआरको जति पनि मेरो दिदी बहिनी आमा त छैन, सबै दिदी बहिनी मात्रै छ र छोरी पनि छ नि यहाँ। त्यसले मैले के भन्छ यहाँ मेरो नाति नै पलाती हो के अरे छोरीको छोरी के त्यसले उहाँहरूलाई मैले एकदम उ गरेर मैले दिएको। यसमा म एकदम आभारी छु। यसको फङ्सनमा पछि मैले अगर मैले यसमा गल्ती या क्षमा प्रार्थी चाहन्छु किन दियो कसरी दियो त्यसमा ब्रेकबास्टिङ कसरी पनि नगर्नु होला। किन मैले यहाँ मेरो नाति भनेर मैले गर्छु है। यसमा एकदम हो नै हाँस्नु पऱ्यो एकदम एकुरेट कुरा हुन्छ। यसमा यतिमा दिएछु मैले 1 रुपियाँ दिएछु है कति भने त्यो पनि आइदिएछु फेरि हो अस्ति भने। थ्याङ्क यू धन्यवाद। थ्याङ्क यू यो नानीहरू आरती श्रेष्ठ र सेन्जल राणालाई धेरै धेरै धन्यवाद र सल्लाहकार बसन्ती श्रेष्ठज्यूलाई र हाम्रो हनेरना सुधार रणबहादुर थापा साहबलाई पनि धेरै धेरै धन्यवाद। उहाँहरूलाई चाहिँ यो प्राइज प्रदान गर्नुभएकोमा उहाँहरूलाई मैले आफ्नो स्थानमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु।
देवहरू सावहरू हुनुहुन्थ्यो, तर फेरि पनि उहाँले चाहिँ धेरै यो पिकनिक कार्यक्रममा यो हाम्रो आइटमहरू बनाएर हामीहरूलाई चाहिँ स्वादिलो आइटम खुवाउन उहाँको मेहनतले गर्दाखेरि सफल हुनुभएको र उहाँको मेहनतको लागि कुकिङ सहयोग विशेष तिलबहादुर सारू यहाँ स्टेजमा आउनुभयो, हाजिर गर्नुभयो। तिलबहादुर सारूज्यूलाई हाम्रो अध्यक्ष क्याप्टेन हेमबहादुर थापा साहबले एउटा सानो मायाको चिनो हस्तान्तरण गरिदिनु म हार्दिक अनुरोध गर्दछु र तिलबहादुर सारूज्यूलाई स्वीकार गरिदिनु भएकोमा हामी पुरा पूर्व सैनिक 25 गोर्खा राइफल फ्रन्टियर फोर्स एकदम आभार प्रकट गर्दछौँ र क्याप्टेन हेमबहादुर साहबलाई चाहिँ धेरै धेरै धन्यवाद।